सो गाइज ल वेलकम टु माई च्यानल गाइज। म चाहिँ आज गोदावरी आएको यहाँ मार्बल डाँडा जाने भनेर गाइज होइन, जानै पाइएन भने बिच बाटोमा पुगेर फर्केर आएँ गाइज। स्कुटर लिएर आइरहेको थिएँ, स्कुटर जाने नै रहन्छ कि त्यहाँ पुरै तल धेरै अफरोड रहेछ, ढुङ्गाहरू धेरै। तर स्कुटर लिएर आउनुहुन्छ भने चाहिँ नलिएर आए पनि हुन्छ, जाँदैन। बाइकहरू चाहिँ जान्छ किनकि टायर ठुलो हुन्छ नि त, त्यही जान्छ। स्कुटर नजाने रहेछ लास्टै छोएर होइन, बिच बाटोमा पुगेर फर्केर आएँ गाइज। म मार्बल डाँडा पुग्नु पाएन, त्यहाँको एकचोटि भ्यू देखाउँ नि त हाम्रो गाइजहरूलाई भनेर गएको। भिडियो बनाउनु पाइएन गाइज, म जानै पाइएन। हिँडेर के जानु भनेर नगर अनि फेरि बिचबाटै फर्केर आएको गाइज। त्यही नै हो। अरू त बाबालाई छ होइन, यता आमा काम गर्दै हुनुहुँदो रहेछ, हेर्दै हुनुहुन्छ आमा बिचरा, काम गर्दै हुनुहुन्छ आमा आनन्दले गाइज। ल त्यही नै हो गाइज। अब जान्छु भनेर आएको, जानु पाइएन चाहिँ जहाँ जान्छु भने त्यहाँ जानु पाइएन गाइज होइन। त्यही नै हो। अब बाइक किनेर टक्क बाइक लिएर जानुपर्छ अब गाइज होइन। त्यही नै हो। अहिले फेरि झन् खतरा बनाएर क्या त झन्डाहरू हालेर, त्यही भएर जानु मन लागेको थियो, जानै पाइएन। अब एक्लै पनि थिएँ, अब फेरि बिचमा स्कुटर राखेर के जानु भनेर गएन। बिचबाटबाट त जाँदै गएन भने भिडियो पनि बनाउनु पाएन मैले, किनकि गोप्रो मेरो बिग्रिरहेको थियो क्या। मैले सेकेन्ड ह्यान्ड गोप्रो ल्याएको थिएँ। सेकेन्ड ह्यान्ड गोप्रो लिँदाखेरि चाहिँ अलिकति बुझेर अलिकति राम्रै खालको लिनुपर्ने रहेछ कि। त्यो पुरानो लिँदाखेरि चाहिँ बिग्रिया गर्दो रहेछ। मेरो पनि बिग्रिया गरेर भिडियो हाल्न पाएको छैन, युट्युबमा नि फुल भिडियो हाल्नै पाएको छैन। त्यही भएर अहिले यहाँ फोनले यसो बनाएर हालिरहेको छु अहिले गाइज होइन। त्यही भएर अब राम्रै खालको गोप्रो किन्दैछु, त्यसपछि भ्लग दामी दामी आउँछ गाइज होइन। ल सबजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्दै गर्नु होला गाइज होइन। अब भर्खर स्टार्ट गर्दैछु, हेर्दै जाऊँ के कस्तो हुन्छ होइन। हजुरहरूको साथ सपोर्ट के कस्तो आउँछ, के कस्तो गर्नुहुन्छ गाइज। त्यही नै होला गाइज। मार्बल डाँडा बबाल बनाएको छ अहिले भनेर भन्थ्यो, खै जानै पाएन यार। बिच बाटोमा एक्लै आएको थिएँ, बिच बाटोबाट के हिँडेर जानु भनेर गइनँ। अब त्यही नै हो गाइज। अब बाइक लिएर आएर टक्क जानुपर्छ दामी पाराले होइन। ल गाइज।